जब पलाञ्चोकी भगवती माईको पूजा गर्ने क्रममा पसिना आएपछि आज त्रिशुलीको भोटेकोशी नदीमा चाहिँ ठुलो बाढी आएर धेरैजना बगायो भन्ने अहिले बिहानको समाचारबाट हामीले देख्यौँ र प्रत्यक्ष हेर्दैछौँ। म के भन्न चाहन्छु भने जतिजना आसपास त्यहाँ रहेर जतिजना त्यो बाढीबाट बाँच्नुभएका आमा बुबाहरूलाई नेपाल सरकारबाट गाँसबास कबास र त्यहाँपछि बस्ने सुरक्षित ठाउँहरू पुलहरू बगाएको छ, त्यहाँपछि वारिपारी तर्न नसक्ने अवस्था छ। कतिजना अहिले तीर्थयात्राहरू चाहिँ तपाईँको चाहिँ गोसेगुण्ड पास गरी गएका आमा बुबाहरू बिचारा बाटोमा अलपत्र परेको छन्। धेरैजना मान्छे मानवीय क्षति भएको छ। यतिखेर गाडीहरू सबै ठप्प बन्द छ र म अर्को पनि जनचेतना टिकटकको मार्फतबाट के दिन चाहन्छु भने अहिले थोरै मैले बताइहालेँ, तपाईँहरूलाई लेखेर बताएँ। अहिले हाम्रो यहाँनिर बाढी आयो, बाढी आइसकेपछि थोरै सर्टमा म बताइहाल्छु। जतिजना बगायो अहिले सकिसकेपछि वरिपरि छरिएर कोही बाँचेका आमा बुबाहरू फेरि पनि मेरो छोराछोरी मेरो घर कस्तो छ भनेर हेर्न जाने क्रममा माथि ड्याम फेरि थुनिन सक्छ, पहिरो फेरि फुटेर अर्को ठुलो समस्या आउन सक्छ। त्यसैले अहिले तपाईँहरू खोलामा नजानु होला कोही पनि वरिपरि रहेका। अनि यो बेलामा मौकाको फाइदा चोरी चकरी गर्नेहरू पनि धेरै हुन्छन्। यतिखेर प्रहरीले चाहिँ एकदमै नेपाल प्रहरी एफएफ आर्मी सबैले वरिपरि रहेर हेरेर निगरानी ड्रोनबाट निगरानी गरेर माथि के छ पहिला ड्रोनबाट निगरानी गरेर माथिबाट बाढी खोला कस्तो आउँदैछ त्यो हेरेर मात्र तल जानको लागि पनि म सुरक्षाकर्मी साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु। र जतिजना नेपाल तान्त्रिक झाँक्री सङ्घका टिमहरूबाट पनि हाम्रो टिमहरू यहाँ काठमाडौँबाट गइसकेका छ भने जतिजना आसपास छरिएर बस्नु भएको छ सुरक्षित ठाउँमा बस्नुहोस्। हामी पनि सिन्धुपाल्चोकको बाढीबाट बगेको मान्छे हौँ, हामी पनि सहेर बसेका छौँ। सबै हाम्रो नेपाली दाजुभाइ हुन्, हाम्रा आमा दाजुभाइ दिदीबहिनी बगेका हुन्, अरू बगेको होइन। हामीलाई पीर छ र अब जतिजना हुनुहुन्छ तपाईँ सुरक्षित रहनुहोला।